हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अनि हजुरहरूलाई सबलाई स्वागत छ आजको युट्युब च्यानलमा। अनि आज चाहिँ हामी कलेगाउँको लागि प्रस्थान हुँदै होइन टक्क फुलहरू हेर्दै टक्क पाराले हामी कलेगाउँतर्फ लाग्यो। कलेगाउँतर्फ म चाहिँ एक्लै लागेको छु होइन। बाटोमा टरै हिँडिरहेको छु, अवस्था यस्तो गाह्रो छ होइन। बाटो पनि यस्तो खतरा देखिएको छ कि डरै लाग्दो, के गर्ने कसो गर्ने भने जस्तो। बाटोमा खाँदै एक्लै गीत सुन्दै चिलमा फुलहरू हेर्दै बाटो लाग्यो। त्यसपछि बिच बाटोमा चाहिँ टक्क भिडियो बनाउँदै होइन। भिडियो पनि यस्तो छ कि हावा कसरी बनाउनु थाहा छैन, स्टार्ट गरिदियो हो नि त। अनि आज चाहिँ मैले के भन्दैछु भने लास्ट थाकेर आएछ यार भनेर भन्दैछु। लास्ट गाह्रो भइरहेछ होइन, एक्लै गएको केही थाहा छैन, चिसो लागिरहेछ होइन। त्यही भएर त्यहाँबाट चाहिँ लाग्यो। यति चिसो थियो, पानी बन्ने अवस्थामा आइरहेको थियो होइन। बाटोमा चाहिँ बबाल लालीगुराँसको बुटहरू चाहिँ यस्तो खतरा थियो कि होइन, के यस्तो बबाल सिनमा हेरेर त्यो चाहिँ बसौँ जस्तो फिल भएको थियो बाटोमा। तर के गर्नु, हामीलाई पुग्नु पऱ्यो कलेगाउँ। त्यही भएर हामी फुलहरू नै हेर्दै चट्टाएर लालीगुराँसको सुगन्धले चाहिँ माथितिर लाग्यौँ। अनि म चाहिँ चट्ट पारेर यस्तो ब्लग बनाउने सोचमा है टक्क लगाएर भिडियोको सुरुवात स्टार्ट गर्दैछु होइन। हेर्दैछु कसरी बनाउने ट्राई गर्दैछु। अनि जाँदा गइरहेको थिएँ चाहिँ गएर खाजा खान्छु भनेर सोचिरहेको थिएँ। त्यही सोच्ने कुरा गर्दै थिएँ। त्यसपछि अनि जग्गा हेरेर डर लाग्दो मात्रै छ, कोही छैन, मान्छे एक्लै छु, के गर्ने थाहा छैन। अनि टक्क हेर्दा जाँदाखेरि मैले चरा देख्छु। अनि चराहरू कस्तो उडिरहेको जस्तै उडिरहेको थिएँ। त्यहाँ उडेको चराहरूमा ठ्याक्क रोकिन्छ होइन, ठ्याक्कै रोकिन्छ, उडिरहेको छ चराहरू होइन। मस्त चराहरू उडेको एकछिन हेर्दै बसेँ बबाल। अनि वन त अनि राम्रो देखियो। अनि मैले के सोचेँ त्यहाँनिर के भन्दै थिएँ थाहा छ, तेरो दाइ मिदी भइसक्यो होइन, तेरो दाइ गोठाले भइसक्यो भनेर बसिरहेको थिएँ। अनि त्यसपछि म त्यो डाँडोमा पुग्नुपर्छ भन्दै जुम गरिरहेको छु होइन। त्यो डाँडोमा मलाई पुग्नु छ। म फेरि एक्लै छु नि त, जहिले पनि हामीलाई भन्ने आउँछ सबै एकैचोटि जाने बानी। त्यही भएर अब यसरी जानुपर्छ भनेर सोच्दैछु। अनि गइरहेँ, डर पनि लागिरहेछ। अनि बिच बाटोमा माथि कोटनिर पुग्यो, एउटा भिडियो बनाउनु पऱ्यो नि त भनेर एउटा भिडियो पनि बनाएँ। त्यसपछि फेरि बाटो हेर्छु, बाटो त है गाडी जानु नसक्ने, पानीले गर्दाखेरि कस्तो लागिरहेको जस्तो देखिरहेछ है। उसले हालत खराब भनिरहेछ। जसो तसो अब म चाहिँ एकैछिनमा पुग्छु भनेर सोचिरहेको छु म है। अनि ल त्यहाँ अब एकैछिनमा पुग्छु, त्यसपछि चाहिँ अब टक्क गएर खाजा खानुपर्छ भन्ने सोचिरहेको थिएँ। गएँ त्यहाँ गएर यसो भ्यू हेरेँ, थोरै माथि पुगेँ, फेरि भ्यूको फोटो एकछिन मिल्न भिडियो बनाउन मन लाग्यो, भिडियो बनाएँ। त्यसपछि गएँ जाने त्यो चिया खाएँ। त्यसपछि फेरि त्यहाँको मौसम हेरेँ, त्यहाँ दाइहरू पनि कुरा गरिरहेको रहेछन्, राजनीति कुरा भइरहेको थियो। अनि म फेरि माथि लाग्छु भनेर लागेँ। त्यहाँ लागेको उसो थियो, पानी आएको थियो, टेन्सन छ। अब मलाई आउन त आएँ, म चाहिँ चार्ज पनि छैन, कसरी गर्छ भन्ने सोचिरहेको छु। ऱ्याङ्कोट टक्क किनेको थिएँ है, त्यो ऱ्याङ्कोट लगाएँ, एकछिन भिडियो बनाएँ। अनि मैले के भन्दैछु थाहा छ, त्यो त अब बिजनेसको म्यान भइसक्यो, अब भैँसी चराउँदैछ, अब गोठाले हुन्छ भनेर बसिरहेको छु। ल केही छैन भन्दै बस्यो। त्यसपछि अब त स्कुल हेर्दै बसेँ, अब चाहिँ घर निस्किन पर्छ भन्ने जस्तो फिल। घरतिर निस्केँ, मोबाइलको चार्ज पनि सकियो। त्यसपछि ब्लग इन भयो। धन्यवाद।